यदि तपाईँ सपनामा योनि देख्नुहुन्छ भने यसले चाहिँ धनलाभ मान सम्मान र सोचेको पूरा हुने संकेत गराउँछ। यदि तपाईँ सपनामा लिङ्ग अण्डकोष बिटे देख्नुहुन्छ भने यो चाहिँ अशुभ मानिएको छ। त्यसै गरेर यदि सपनामा तपाईँ खुल्ला स्तन देख्नुहुन्छ भने यसले चाहिँ कार्यसिद्धिको संकेत दिन्छ। त्यसै गरेर पूर्व प्रेमिका या पूर्व प्रेमीसँग तपाईले शारीरिक सम्पर्क भएको देख्नुहुन्छ भने चाहिँ यसले चाहिँ अझै पनि तपाईको यौन चाहना भरिएको छैन भन्ने बुझाउँछ भने। त्यसै गरेर नाङ्गो पुरुष या नाङ्गो महिला यदि हजुर देख्नुहुन्छ भने चाहिँ यसले चाहिँ दुर्घटनाको संकेत गराउँछ। त्यसै गरेर हजुरले चाहिँ आफ्नो श्रीमानसँग नभएर अरूको श्रीमानसँग या आफ्नो श्रीमतीसँग नभएर अरूको श्रीमतीसँग शारीरिक सम्पर्क भएको देख्नुहुन्छ सपना भने चाहिँ यसले चाहिँ घरमा झैझगडाको संकेत गराउँछ। त्यसै गरेर कतिपयले भन्नुहुन्छ यदि घरकै मान्छेसँग दिदीबहिनीसँग छोरीसँग आमासँग शारीरिक सम्पर्क भएको देखि चाहिँ के कस्तो हुन्छ भन्नुहुन्छ। यसले चाहिँ ठुलै अनिष्ट हुँदैछ भन्ने संकेत गराउँछ। र आजको भिडियो हजुरलाई कस्तो लाग्यो जस्तो लाग्यो कमेन्टमा लेख्न नभुल्दै। आजको भिडियोबाट म गुरु अभिनन्दन पनि बिदा हुन्छु। हजुर दिन शुभ रहोस्। ओम नमः शिवाय। ओम नमः शिवाय।